ल जय मसी सबैजनालाई जय मसी। आज चाहिँ नाना र म हैन हामी दिदी बहिनी चाहिँ हैन नानाले चाहिँ मलाई सम्झेर आउनु भएको अरे हो। अन्त किन भन्दा चाहिँ किन आउनु भएको भन्नुहोस् त नाना? क्युटिस लाउनुको लागि नाना आउनु भएको अरे हैन। यहाँ देखा त भाइ, नाना चाहिँ क्युटिस लाउनु लागि आउनु भएको अरे हो। अन्त नानाको हात यस्तो रहेछ। म यो पनि सफा गरिदिनु नाना, अदम यो सफा गरिदिन्छु हो। यो सफा गरिदिनु पऱ्यो नि त, रातो मनपर्छ अरे नानालाई। अन्त मैले चाहिँ रातो क्युटिस चाहिँ नानालाई लगाइदिनु आँटेको। मैले लगाएको देखेर होला हो नानालाई मन परेको अनि यो चाहिँ अब म नानालाई यहाँ लगाइदिने होला छु। ल यहाँ पो थियो कता खोइ पुस्नुको आमाले पनि पहिला पुसौँ ल। एनएसको आमाले होस्टे रातो चाहिँ मतलब देखा न साथीले लाग्यो। हजुर उसको साथीको लाग्यो। ए खोइले त भाइ त देखा त तिमीले त क्यामेराम्यान पनि हाउडै छ हौ हाम्रो त, हावासिङ छ हौ, पर जान्छ है नाना। ए नानाको यो कसले लगाइदिएको नाना? आफै नाना आफै लाउनु भएको? होइन उयो एनएसको आमाले। ए को एनएसको आमा भनेको चाहिँ? एनएसको आमा पनि होइन, छ्यामा चाहिँ पर्छ। ल म आज नानालाई दामी बनाएर पारिदिन्छु ल नाना, पठाइदिन्छु नि त। ल नानालाई यता त नलाउनु ल नाना, माम खाने हातमा, माम खाने हातमा चाहिँ लाउनु हुँदैन। खुट्टामा खुट्टामा अहिले हेर्छु। सेन्डल लाएर चाहिँ हुने हो। हजुर सेन्डल लाएर चाहिँ हुने हो। कहाँ जानु हुने सेन्डल लाएर चाहिँ? चस्मा। ए बहिनीको साडी सेन्डल लाएर। ए अँ ल हातमा लगाइदिइहाल्छु, हातमा लगाइदिइहाल्छु ल। पहिला हातमा देखाउनुहोस् त हात माथि, पहिला यहाँ लगाइदिन्छु ल। दलिएको है, हुन्छ नि। यसो नचलाउनु अब आच्छा न हाम्रो कालीलो होइन हौ नानी कराउनु भइरहोस् न। काली भयो पनि बाली भयो पनि होइन। राम्रो देखिन ना डक्का रहेछ। नलाउनु कसो देखेँ नाना? डक्का देख्यो। अलग्गै देख्यो। ल यता फाइनल लुक यता देखा त भाइ तल। ए नानालाई कस्तो देख्यो? राम्रो देखियो? नमन पऱ्यो नाना? ए नानालाई चाहिँ मैले क्युटिस लगाइदिइसकेको छु हो। कस्तो दामी देख्यो नानाको है, नेल त क्या दामी रहेछ हो। ए खुट्टामा लाउनु नि? खुट्टामा लगाउने हो। म नानाको इच्छालाई पुरा गरिदिँदैछु यहाँ होइन। यहाँ खोइ देखाउनुहोस् त खुट्टा, यहाँ देखा त भाइ। नानाको खुट्टा चाहिँ यस्तो रहेछ हो, यस्तो छ हो। अब म लगाइदिँदैछु यहाँ। फोटो देखाइदिनु। फोटो देखाउनु हुने कि नानालाई यस्तो क्युटिस लगाइदिनु पऱ्यो। नाना चाहिँ भोलि सन्डे हो होइन। सन्डे नाना चाहिँ चर्च जानुहुन्छ अरे उयो लागिकन। के लागिकन जानु नाना? ए नदोहोऱ्याउने नलाउने, मेरो हातले त हुँदैन भोलि। नाना भोलि चर्च जाने अरे हो। अन्त चाहिँ नानाले सेन्डल लगाएर जानुहुने अरे हो। नाना र म चाहिँ यहाँनिर दल्दैछ। नानाको त अलिक उयो भइगएको रहेछ हौ। म त हात्ती बेला खुट्टा छ भन्दा के भएको जस्तो? हात्ती बेला खुट्टा छ अरे। हात्ती पहिले पितृका दिदी भनेको थिएँ कान्छी त हात्ती पहिला खुट्टा छ भन्दै। के हात्ती पहिले हुन्छ हौ। यति राम्रो छ है, त्यो भयो। भिडियो क्यामेराम्यानले पनि हरेस बनाएको छ। अलिकति नखोल्नु ल नाना, नखोल्नु है, नखोल्नु, अलिकति राख्नु त।
किन लागेन बहिनी लागेन त मेरो खुट्टामै मैले छ अहिले नआउनु त नग अब ए यसो त पुरा उयो भएछ कि धन्यवाद बहिनीले धेरै धेरै धन्यवाद